नमस्कार तपाईहरु सबैजनालाई मेरो यस टेक अपडेट डिजेएम युट्युब च्यानलमा स्वागत छ। र आज म भिडियोको विषय लिएर आएको छु कि तपाईहरुको मोबाइल छिटो चार्ज किन हुँदैन, फास्ट चार्ज किन हुँदैन, चार्ज गर्न फुल चार्ज 100% हुन घन्तौं लाग्छ भने आज तपाईको चार्ज छिटो हुने तरिका अनि समस्याहरू बताउने छु। सुरुमा तपाईको मोबाइल किन ढिलो चार्ज हुन्छ अनि त्यसको समाधान के छ त्यो कुरा हामी सिक्नेछौँ। त्यसैले भिडियोको अन्तसम्म रहेर तपाईहरु हेर्न सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ अनि आफ्नो मोबाइलको चार्जको गुणस्तर बढाउन सक्नुहुन्छ। आउनुहोस् त्यसोभए सुरु गरौँ। सुरुमा रहेको छ तपाईहरुको मोबाइलमा थुप्रै कुराहरू हामीले ध्यान दिनुपर्छ। सुरुमा तपाईको यो चार्जर एडाप्टर हुन्छ, त्यसमा समस्या हुन सक्छ। तपाईको मोबाइल ढिलो चार्ज हुनुको कारण कसरी भन्दाखेरि हामीले आफ्नो मोबाइलको साथमा आएको एडाप्टर हो कि अथवा छुट्टै एक्स्ट्रा किन्या हो कि त्यो कुरा हामीले ध्यान दिनुपर्छ। अब कम्पनीले मोबाइलसित पठाएको एडाप्टर अनि केबल हो भने यसले हामीलाई राम्रोसँग काम गर्छ। मोबाइल राम्रोसँग फास्ट चार्ज हुन्छ। जस्तो कि मेरो Vivo Y53s हो, यसको वाट चाहिँ 33 वाटको छ र यो लगभग 1 घण्टामा फुल चार्ज हुन्छ। त्यसैले तपाईहरु ओरिजिनल एडाप्टर प्रयोग गर्नु होला। अनि यो भयो एडाप्टर एक्स्ट्रा छुट्टै कम्पनीको बाहेक छुट्टै हो भने त्यसले गर्दा हाम्रो मोबाइल ढिलो अर्थात स्लो चार्जिङ हुने गर्छ। अनि अर्को रहेको छ फास्ट चार्जिङ सपोर्ट नगर्ने एडाप्टर। यो एडाप्टरमा कति वाटको चार्जर छ है? अहिले त सस्तो मोबाइलमा पनि धेरै वाटको आउँछन् हैन, 45, 33, 30, 18। हामीलाई 33, 30 देखि माथि हो भने एकदम राम्रो हुन्छ। अझै 120, 90 को हो भने त अझै हामीलाई फास्ट चार्ज हुन्छ। अनि अर्को कारण रहेको छ केबलको गुणस्तर कस्तो छ भनेर थाहा पाउनु। हामीले चार्जर गर्ने USB अथवा टाइप सी केबलहरू हुन्छन्, यसको क्वालिटी कस्तो छ भनेर चेक गर्नुपर्छ। हुन सक्छ कुनै चाहिँ लो क्वालिटी जसले गर्दा हाम्रो चार्ज गर्दाखेरि लो क्वालिटीको केबलहरूले करेन्ट ढिलो फाल्न सक्छ, कम फाल्छ, जसले गर्दा हाम्रो मोबाइल चार्जर ढिला हुने गर्छ। अनि अर्को कारण हो पुरानो अथवा क्षतिग्रस्त भएको। हाम्रो केबलहरू टुट्नै लागेको, तार निस्किनै लागेको, सफा नगरेको कारणले गर्दा पनि हाम्रो केबलको कारणले गर्दा पनि हाम्रो मोबाइलको चार्ज ढिला हुने गर्छ। अर्को कारण रहेको छ हाम्रो मोबाइलको सेटिङ। हाम्रो मोबाइलको सेटिङ भित्र के हुन्छ भने ब्याकग्राउन्ड एप्स र रनिङ भइरहेको हुन्छन्। मोबाइल चार्ज हुँदा धेरै एप्स रनिङ भएमा चार्ज ढिलो हुने गर्छ। यसको लागि एउटा सेटिङ चाहिँ यहाँ यसरी होम बटनमा गएर यहाँ देख्न सक्नुहुन्छ। तपाईहरुले यो देख्नुभयो भने यता गएर यो सब विभिन्न एपहरु एक एक गर्दै यसरी फाल्नुभयो अथवा यहाँ तल देख्नुहुन्छ मोबाइल अनुसार फरक फरक यसरी सबै डिलिट गर्न सकिन्छ, जसले गर्दा हाम्रो मोबाइल फास्ट चार्ज हुने गर्दछ। अर्को रहेको छ गेम खेल्दा अथवा भिडियो हेर्दा चार्ज गर्न सक्दैन। किनभने पावर भिडियो अनि गेम खेल्दा त्यसमा प्रयोग भइरहेको हुन्छ, उताबाट चार्ज लिइरहन सक्दैन। अर्को रहेको छ ब्याट्री पुरानो भएमा चार्ज ढिलो हुन्छ। तपाईको मोबाइल कति वर्षको लिएको त्यसमा ध्यान दिनुहोस्। तर सबै मोबाइल त होइन, कुनै जति पुरानो भए पनि राम्रोसँग टिक्छ। तर अक्सर प्राय मोबाइलहरू चाहिँ 5-6 वर्ष भन्दा पुरानो हो भने त्यसले गर्दा पनि आफ्नो मोबाइल ढिलो चार्ज हुने गर्छ। अर्को रहेको छ यो टाइप सी अर्थात टाइप सी अनि ई, यो हाम्रो पोर्ट हुन्छ, चार्जिङ पोर्ट। यो भित्र चाहिँ धुलो जमेको अथवा लुज कनेक्सन भएको हुन सक्छ। त्यसैले हामीले यसलाई बेला बेलामा सफा गर्नुपर्छ। अनि मोबाइल सेटिङमा चाहिँ ब्याट्री अप्टिमाइजेसन सेटिङ डिसेबल गर्नुपर्ने हुन्छ। अनि फास्ट चार्जिङ सेटिङ कुनै मोबाइलमा हुन्छ, त्यसलाई अफ भएको छ भने अन गर्न सकिन्छ। अब त्यसो भए हामीले यहाँसम्म कारणहरू, मोबाइल ढिलो चार्ज हुनुको कारणहरू थाहा पाउन सक्यौं। अब कसरी चाहिँ फास्ट चार्ज गर्न सकिन्छ त? यसको सोलुसन, यसको समाधानतिर जान्छौँ। ध्यान दिनुहोस् है। मोबाइल फास्ट चार्ज गराउन सोलुसनको विषयमा बताउन गइरहेको छु। अब चाहिँ सुरुमा तपाईले मोबाइल छिटो फास्ट चार्जिङ गराउनको लागि ओरिजिनल चार्जर र ब्रान्डेड केबल प्रयोग गर्नुहोस्। एडाप्टर ओरिजिनल प्रयोग गर्नुहोस्, ब्रान्डेड केबल प्रयोग गर्नुहोस्। अलिकति हाई प्राइस त हुन्छ, तर तपाईको मोबाइल छिटो चार्ज हुन्छ र मोबाइल खराब हुनबाट बिग्रिनबाट जोगिन्छ।
दोस्रो हो मोबाइल चार्ज हुँदा एरोप्लेन मोड राख्नु अथवा स्विच अफ गर्नु एकदमै राम्रो। यसो गर्दाखेरि मोबाइल कुनै पनि भार पर्दैन, जसले गर्दा हाम्रो मोबाइल छिटो चार्ज हुन्छ। अनि प्रयोग नभएका एपहरू बन्द गर्नुहोस्, अर्थात् कहिल्यै पनि प्रयोग गर्नुहुन्न, महिनौँदेखि वर्षौँदेखि कुनै एप छ भने त्यो एपलाई फाल्नुहोस्। त्यसले ब्याकग्राउन्ड प्रोसेसिङमा रनिङ भइरहेको हुन्छन्, जसले गर्दा हामीले नचलाए पनि त्यो अटोमेटिक चलिरहेको हुन्छ। त्यसैले त्यस्तो एपहरूलाई बन्द गर्नुहोस्, अनयुज एपहरूलाई। अर्को चाहिँ समय समयमा चार्जिङ पोर्ट सफा गर्नुहोस्। कसरी सफा गर्ने भन्दाखेरि सफा ब्रस हुन्छन्, त्यो ब्रसले यो चार्जिङ पोर्टमा सफा गर्नुहोस्। तर धेरै दह्रो ब्रस छ भने त्यो चार्जिङ पोर्टमा भएको सानो सानो तारहरू माचिन सक्छ। त्यो अलि अनुभवी तपाईँको आफन्त साथीहरूबाट सल्लाह लिन सक्नुहुन्छ। ब्याट्री हेल्थ चेक गर्ने, त्यसको लागि टुल्स अथवा विभिन्न एप्सहरू जस्तै एसिसी ब्याट्री भन्ने एप्लिकेसन छ, त्यो पनि प्रयोग गरेर ब्याट्रीको हेल्थ कस्तो छ, ब्याट्रीको स्वास्थ्य कस्तो छ हरू याद गर्न सक्नुहुन्छ। अर्को रहेको छ हामीले आफ्नो मोबाइलमा भएको लोकेसनहरू अन छ भने, जस्तो कि माथि नोटिफिकेसन यता जानुभयो भने यो मेरो अन छ, यसलाई अफ गरिदिनु भयो भने हाम्रो मोबाइल ब्याट्री एकदम छिटो चार्ज हुन्छ। ल अब त तपाईहरुलाई थाहा भइसक्यो कि किन तपाईको मोबाइल ढिलो चार्ज हुन्छ, अनि भिडियोको यो चार्ज ढिला हुनेको समाधान पनि बताइदिए। भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धेरै धेरै धन्यवाद। यस्तै भिडियो हेर्नको लागि तपाईहरु मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। थ्यांक यू भेरी सो मच। ओके, टेक केयर, बाइ बाइ।